आजको यो भिडियो स्पेशल जिम जाने केटाहरूको लागि या जिम नजाने मान्छेहरूको लागि दुईटैको लागि हो के। सो स्पेशल केटाहरूको लागि हो यो भिडियो। सो आजभोलिको टाइममा को केटाहरू चाहदैनन् कि मेरो एकदम आर्म्स ठुलो ठुलो देखियोस्, मेरो बाइसेप ठुलो देखियोस् भनेर। त्यस जिममा गएर या एक्सरसाइज गरेर पनि ग्रोथ हुन सक्दैन। सो आज एउटा एक्सरसाइज भन्छु, यो एक्सरसाइज आफ्नो रुटिनमा एड गर्नु होला है। अनि यो तरिकाले एक्सरसाइज गर्नु होला। सबैभन्दा पहिला के गर्ने, ग्रिप लग्ने। यस्तो बारबेलमा या यदि घरमा गर्नुहुन्छ भने यस्तो एकदम स्ट्रेट डन्डा त्यहाँ वेट हालेर गर्न सक्नुहुन्छ। ओके। अनि अर्को चिज साथीहरू मिस्टेक के गर्छौँ भन्दाखेरि हामी यो एक्सरसाइज गर्दाखेरि यसलाई यसरी तलतिर छोडिदिन्छौँ। यस्तो भएको कारणले हाम्रो यहाँ प्रेसर आउन लाग्छ, न कि यहाँ। मेन त यहाँ हो नि त हाम्रो टार्गेट मसल, तर यहाँ आउन प्रेसर लाग्छ। त्यसको लागि के गर्ने, हामीले रिस्टलाई वेट उठाएर हामीले यसलाई यस्तो माथि गर्ने, लक गर्ने। हेर्नुहोस् है, यस्तो माथि गर्ने। अनि एल्बोलाई यो अगाडि ल्याउने, यसरी अगाडि ल्याएर तलसम्म लग्ने, फेरि माथि उठाउने, बिस्तारै लग्ने। हामी के गर्छौँ, एकदम फास्ट मुभमेन्टमा यस्तो गर्न लाग्छ। यसरी हाम्रो मसल्स टार्गेट हुनेवाला छैन। ओके। माथि जानुहुन्छ स्पिडमा जाने, तल छोड्दाखेरि एकदम बिस्तारै कन्ट्रोलकासँग छोड्ने, तबै मसल राम्रोसँग टार्गेट हुन्छ। ओके। अनि टी सर्टहरू सर्टहरू लग्दा पनि एकदम मजबुत, एकदम राम्रो आर्म्स देखिन्छ। ठिक छ केटाहरू। सो यो भिडियो आफ्नो साथीहरूसँग सेयर गर्ने। यदि राम्रो लागेछ भने लाइक गरिदिनु, फलो गर्नु भएको छ भने फलो गरिदिनु होला। फेरि भेट्छौँ नयाँ भिडियोमा। जय नेपाल केटाहरू।